कहिले कहिले सानो सानो कुराले पनि कति धेरै खुसी दिन्छ। ठिक मलाई आज त्यस्तै नै भयो। हस्बेन्डले गर्दाखेरि मलाई हरेक चिजमै मतलब मेरो स्पेसल दिनमा यति स्पेसल गरिदिनुहुन्छ नि, त्यसको लागि ऊ मेरो साथमा हुनु त्यो नै मेरो लागि धेरै नै ठुलो कुरा हो जस्तो खालको लाग्छ। किनकि हामी त्यसरी साथमा केही पनि सेलिब्रेट गर्न पाउँदैनौँ। के खाँदैछ सर आज? ह्यापी बर्थडे कसको? तेरो म को? चन्दको आज बर्थडे यहाँ सेलिब्रेट गर्दैछु मिठाईमा ढाँटी सो गाइस आज चाहिँ मैले त्यसरी केकहरू पनि काटिन, बनाउनु त आफै नै बनाउँथेँ, त्यही पनि मलाई बनाउन पनि मन लागेन। तर छोरीहरूको लागि, हस्बेन्डको लागि र मेरो साथीको लागि गर्दाखेरि नै मैले चाहिँ यतिको गरेँ। र मेरो साथीले पनि थ्याङ्क यू सो मच। मेरो बर्थडेमा हजुरहरूले इन्स्टामा एफबीमा व्हाट्सएप मैले सबैमा हजुरहरूले यति राम्रो राम्रो विस गरिदिनु भयो, त्यसको लागि थ्याङ्क यू सो मच सबैजनालाई, धेरै धेरै धन्यवाद छ। र त्यस्तो ठुलो सेलिब्रेट पनि गरिने यस्तो मिठाई सिठो ल्याएर, त्यो पनि हस्बेन्डको जबरजस्तीले अब मलाई चाहिँ गर्न बिल्कुलै मन थिएन। यो बार मन्दिर सन्दिर जाने भनेर प्लानिङ गर्नुभएको रहेछ, मम्मी घरमा नहुनको कारणले गर्दाखेरि चाहिँ हामी त्यसरी जान पनि सकिनौँ। कोही बेला छैन, घरमै पूजाहरू गरेँ होइन। आज यति राम्रो दिन पनि परेको थियो, सोमबार, तिमीमाथि साउनको, तिमीमाथि मेरो बर्थडे होइन। अब हस्बेन्ड मेरो साथमा हुनु त्यही नै मेरो लागि चाहिँ बहुत ठुलो कुरा हो। किनकि हामीले यसरी कहिले मतलब त्यसरी भेटिँदैन पनि साथमा, अब केही पनि यसरी सेलिब्रेट गर्नु पाइँदैन चाहेर पनि होइन। र यो बार चाहिँ सेकेन्ड टाइम हो उसँग। फर्स्ट टाइम एक बार गएको थिएँ, बिहा भएको 10 साल भयो होला सायद, तर सेकेन्ड टाइम हो यो बार चाहिँ हस्बेन्ड साथमा भएको मेरो बर्थडेमा। र त्यही नै मेरो लागि धेरै नै ठुलो कुरा हो। र हजुरहरूको सबैजनालाई थ्याङ्क यू सो मच। र मेरो हस्बेन्डलाई पनि विशेष गरी जस्तै मिठाई ल्याउन लगाउनु भएको छ मेरो साथीलाई, ऊ चाहिँ ट्युसन गएको थियो, ट्युसन छोरीलाई लिनु भनेर गएको थियो, त्यतिखेर लिएर आउनु भन्नुभएको रहेछ। अनि त्यस्तै हामीले चाहिँ यता दिदीहरूलाई बोलाएँ सामने, त्यस्तै चाइल्ड क्रिम कोल्ड ड्रिङ्क्सहरू त्यस्तै ठन्डा उन्डा खाएर चाहिँ हामीले आजको मेरो बर्थडे चाहिँ त्यसरी नै खतम गरेँ। र हजुरहरू पनि सबैजनालाई थ्याङ्क यू सो मच मनदेखिबाटै।